हेलो गाइज नमस्ते छोरले वेलकम ब्याक टु माई न्यू भिडियो हजुर सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अहिले भने म ड्युटी जाँदै हेर्नु बिहानको 6 बजीको मिरमेरे बिहानमा ड्युटी जाँदैछु। आजको मौसम त हेर्नु यतातिर त यस्तो जाडो भइरहेको छैन। म इन्डिया जयपुरमा अन्त यो पुरो कुहिरोले केही पनि देखेको छैन। यो के हो यस्तो पारा मेरो बेग्लै छ नि यत्रो परबाट थियो। अब एकछिन रनिङ हान्नुपर्ने हुन्छ। कति रनिङ हान्दा कति गयो मलाई टाइम भन्छ। 1 2 3 4 1 2 3 4 1 2 तल जाडो भएको छैन भाइ। कुकुर पछाडि अन्त केही देखेँ भगवान् के हो यस्तो पारा बेग्लै छ। सो गाइस नेपालमा कस्तो भइरहेको छ कमेन्ट गर्नु होला फटाफट। इन्डिया यहाँ जयपुरमा त यस्तो भएको छ कि आँखै देखेको छ नि कि बाढ देखाएको छ त उतातिर केही देखेकै छैन त के हो पारा। अघि बिहान म कति 5 बजीतिर आउँदा चाहिँ यस्तो थिएन कि अनि खै 7-6 बजीतिर के भएको 6-7 बजीतिर त्यो बिल्डिङै देखाएको छ नि यस्तो। अन्त यो भगवान् कुहिरो लगाएर अझ राम्रोसँग मेरो फोनले काम गरेको छैन। त्यही भएर हल्का नरादेखि गाडी त देखाएको छैन राम्रोसँग। यस्तै गाडी हिँड्ने छन्। यो बिल्डिङ अघिदेखि थिएन अहिले देखिसक्यो। यो चाहिँ नियम पालना गरेर चाहिँ रातोपट्टि बोल्छ अहिले चाहिँ हिँडेको छैन। ठिक छ हात कामिसकिया। अब यो औँठी छ औँठी हात काटेर लगाएको औँठी हो यो चाहिँ। ला चिसो कि यस्तो छ यो भगवान् केही देखेकै छैन कुरो लगाएर के पाएर। यहाँ पनि दोकान खुलिसक्यो। यहाँ चाहिँ नाम चाहिँ जो झाडो यता चाहिँ खोलेको छैन। यो चाहिँ हाम्रो दोकान हो। यो चाहिँ हाम्रो दोकान हो। नाम डाँडा मोमो छ होइन नि हाम्रो दोकान हो। लोकेसन डाँडा म हाल्नु होला आउँछ। अब जान्छु केटाहरू काम गरिसकिए जाडो। ओके गाइज बाई।